समये तं वदेवम् आत्मबुद्धि प्रकाशं मुमुक्षुर्वै शरणमहं प्रपद्ये। आनंद कंद परमानंद परब्रह्म परमात्मा अखिल ब्रह्मांड नायक भगवान श्रीमन नारायण स्वरूप श्री कृष्णचंद्र को वाङ्मय मूर्ति श्रीमद् भागवत महापुराण आज यो पंजाबी पाड़ा को शिव मंदिर में यो हल में उल्लसित भइरहनु भएको छ र अहोभाग्य कुरो हाम्री पुत्र वधु श्री रुक्मिणी पराशर ज्यू ले स्वल्प समय में विद्या आर्जन गरेर आज कथावाचिका बन्न पुग्नु भएको छ। यसको लागि उहाँलाई म सहस्र धन्यवाद प्रदान गर्दछु र अति नै छिटो उहाँले विद्या अध्ययन गर्नुभयो र जस्तो प्रकार रामचन्द्रले गर्नुभएको थियो। गुरु गृह गयो पढन रघुराई अल्पकाल सब विद्या पाई। गुरु गृह गयो पढन रघुराई भगवान श्री रामचन्द्र जानुभएको थियो। थोरै समयमै 64 कला विद्यालय उहाँले पढ्नुभयो। भगवान श्री कृष्णले पनि शान्ति पनिको यहाँ गएर 64 दिनमा 64 कला विद्या नै उहाँले आर्जन गर्नुभयो। त्यस्तै प्रकारले हाम्री श्री पुत्रवधु र हाम्रा पुत्र किशोर स्वामी र पुत्रवधु रुक्मिणी पराशर उहाँको बहुत ठुलो परिश्रमले आज यहाँ सफल हुन पुग्यो यो कार्यक्रम र सम्पूर्ण भक्तवृन्दको सहयोगद्वारा यहाँ कार्यक्रम सम्पन्न भइरहेछ र हाम्री पुत्रवधु को एकदम उत्तरोत्तर प्रगति भएर जाओस् जस्ता प्रकारले नेपालमा हाम्री राधिका दासी हुनुहुन्छ त्यस्तै प्रकारले उहाँको पनि उज्जवल भविष्य बनेर जाओस् त्यस्तो प्रकारको उहाँको प्रसार होस् र सबैको मान्य हुन् र हाम्री पुत्रवधुलाई हामी सबैले आशीर्वाद दिन्छौँ र श्रीमद् भागवत महापुराण हेर्नुहोस् यस्तो प्रकारको ग्रन्थ हो नि जता यसका 100 वटा अर्थ लाग्छ एउटा शब्दका 100 वटा पनि अर्थ लाग्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ यस्तो प्रकार विद्यावतम भागवते परीक्षा पनि भनिन्छ र विद्याहरूमा भागवत श्रीमद् भागवत महापुराणको परीक्षा हुन्छ। यो श्रीमद् भागवत महापुराण चाहिँ विद्वानहरूको अखाडा हो। जस्तो प्रकारले पहलवानहरू अखाडामा लड्दछन् कुस्ती लड्दछन् त्यस्तो प्रकारले विद्वान रूपी पहलवानको यो श्रीमद् भागवत रूपी अखाडा र यसमा आफ्नो आफ्नो गति अनुसार आफ्नो आफ्नो शक्ति अनुसार आफ्नो आफ्नो विद्या पढेको अनुसारले यसको व्याख्या गर्नुहुन्छ हाम्रा कथावाचकहरू र हाम्री पुत्रवधु रुक्मिणी पराशरले अति नै सुन्दर पहिलोपल्ट त्यही पनि पहिलोपल्ट व्यासासनमा बसेर निर्धक्कपूर्वक यसरी कथा सुनाउनु बहुत ठुलो उपलब्धि र त्यस कारणले उहाँले कुनै प्रकारको हिचकिचाहटलाई छोडेर एकदम निर्भयतापूर्वक नानीले पुराण सुनाउनु होला। सम्पूर्ण जनमासमा धर्मको श्रीमद् भागवत महापुराणको प्रसार गर्नु होला र जनजनमा भगवानको भक्तिको प्रसार गर्नु होला र यस्तै प्रकारले उत्तरोत्तर प्रगति अगाडि बढ्दै जानुहुनेछ भन्दै भगवान श्रीमन्नारायण भगवानका चरणारविन्दमा प्रार्थना गर्दै यो आशीर्वादको 2 वचन मै टुङ्ग्याउँदछु। भक्तवत्सल भगवान